धर्मदेवीमा निशुल्क शारीरिक अपाङ्गता परीक्षण शिविर सम्पन्न भएको छ। शुक्रबार सञ्चालन भएको शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको प्राविधिक सहयोग तथा नगरपालिकाको आर्थिक सहयोग तथा आयोजनामा नगर सभा हलमा सञ्चालन भएको हो। शिविरमा वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर यामप्रकाश गुरुङको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले धर्मदेवी नगरपालिका र छिमेकी पालिकाबाट आएका गरी 35 जना बिरामीको स्वास्थ्य परीक्षण गरेको जानकारी डाक्टर गुरुङले दिनुभएको छ। जम्मी 35 जना बालबालिकाहरूको जाँच गर्यौं, जसमध्ये हामीले 8 जनालाई चाहिँ सर्जरी नै चाहिने, अपरेसन नै चाहिने भएको पायौं। उहाँहरूलाई चाहिँ हामीले एउटा मिति तोकेर यहाँको पालिकाको सहयोगमा बनेपा अपाङ्ग बाल अस्पतालमै बोलाएका छौँ। अस्पतालको मुख्य उद्देश्य नै नेपालको कुना-कुनामा जसको चाहिँ आर्थिक अवस्था कमजोर हुन्छ त्यस्तो बालबालिकालाई चाहिँ विशेष उपचार गरिन्छ। यहाँहरूको बच्चाहरूलाई पनि यहाँको पालिकाले पनि सहयोग गरेकै छ। त्यसमा माथि पनि हामीले पनि सक्दो सहयोग गर्छौँ। उहाँहरूको आर्थिक अवस्था कमजोर छ, तिर्न सक्दैन भने पनि हामीले चाहिँ उहाँहरूलाई सहयोग गरेर उपचार चाहिँ गरेर पठाउँछौँ। सबै प्रकारको देखियो। यहाँ सेर्बल पाल्सी जस्तो मस्तिष्क पक्षघात भएकाहरू पनि देखियो भने, करेन्ट लागेर आगोले बलेर औँलाहरू मागेको पनि देखियो। त्यसका साथसाथै जन्मजात हड्डीहरू बाङ्गो हुने त्यस्तो रोगहरू पनि भेटिए। शिविरमा सहभागी सेवाग्राहीहरूले अस्पतालसम्म पुगेर महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यतालाई नगरमै सेवा उपलब्ध गराएर ठूलो राहत मिलेको भन्दै नगरपालिकाप्रति कृतज्ञता व्यक्त गरेका छन्। गणेश राणा मगर, धर्मदेवी नगरपालिका वार्ड नम्बर 5 हड्डी सम्बन्धितको चेक जाँचको लागि मेरो यो एक्सर्साइजको कमी हो। पहिले एक्सर्साइज गरेर चाहिँ यो दाहिने खुट्टा ठिक भएपछि चाहिँ यो देब्रे खुट्टामा अर्को खुट्टा लाउनु पर्दा ठिकै रहेछ। अब होइन, अब नहुनेहरूलाई चाहिने आवश्यक सामानहरू, अब खुट्टाहरू, जुत्ताहरू, अब व्हिलचेयरहरू, अनि त्यो अर्को टेक्ने बैशाखी त्यस्तोहरू वितरण गरेर चाहिँ ठिकै रहेछ। टाढा जानु नि परेन। यो अब यसको हामीले लागत पैसाहरू तिर्नु नि परेन, सुविधै रहेछ भनौँ न। धर्मदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले आर्थिक रूपमा कमजोर तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी यस्तो शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाको योजना रहेको, साथै शिविरमा अपरेसन गर्नुपर्ने देखिएका बिरामीहरूलाई आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गलाई निशुल्क तथा कम शुल्कमा अपरेसन गर्न अस्पतालसँग समन्वय गर्ने बताउनु भएको छ। हामीले सम्झौता गरेका थियौँ यहाँ शिविर सञ्चालन गर्ने भनेर केही समय अगाडि, र त्यही बमोजिम चाहिँ आज धर्मदेवी नगरपालिकामा भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर यो शिविरको आयोजना गरिएको, जसमा प्राविधिक सहयोग अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको थियो भनेदेखि आर्थिक सहयोगको रूपमा चाहिँ धर्मदेवी नगरपालिकाले गरेको थियो। धर्मदेवी नगरपालिकाको मात्रै नभएर छिमेकी नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरूले पनि लाभ लिने अवसर प्राप्त गर्नुभयो। त्यसमा सहायता सामग्री वितरण गर्नेदेखि लिएर शारीरिक परीक्षण गरिसकेपछि अपरेसन गर्नुपर्ने बिरामीहरूको पहिचान गरिएको छ, र ती बिरामीहरूलाई चाहिँ हामीसँग भएको त्यो संस्थाले गरेको सम्झौता, पुनर्स्थापना केन्द्रले गरेको सम्झौता बमोजिम चाहिँ धर्मदेवी नगरपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको अपरेसन गर्ने कार्यको सहकार्यमा चाहिँ हामीले गर्नेछौँ। र आर्थिक रूपले विपन्न भएका अपाङ्गता भएका व्यक्तिहरूको अपरेसन चाहिँ निःशुल्क गर्ने र शुल्क लाग्दा पनि एकदम कम खर्चमा गर्ने गरी नगरपालिकाले चाहिँ पुनर्स्थापना केन्द्रसँग समन्वय गरेको छ। शिविरमा परीक्षण गरिएका बिरामीहरूलाई आवश्यक सहायक सामग्री जस्तै व्हिलचेयर, विशेष जुत्ता, बैशाखी र लौरो निशुल्क वितरण गरिएको थियो। नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत जनकल्याणकारी कार्यक्रमलाई प्राथमिकतामा राख्दै जनताको पहुँचमै सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।